माछा पो खुवाउने हो ए। आज म आएको छु नागासाकी पेन्गुइन एक्वेरियम, जहाँ चाहिँ यो हेर्न सकिन्छ पेन्गुइनको इभ्यालुएसन कसरी भएको थियो भने एउटा चाहिँ कोषबाट चाहिँ माछा आउँदै र मान्छे र विभिन्न जीव जन्तुहरू बनेको र त्यसमध्ये एउटा पेन्गुइन पनि रहेको भनेर चाहिँ बिच भागमा चाहिँ पेन्गुइनलाई देखाइएको छ हैन। त्यसपछि हामी भित्र छिरिसकेपछि यो देख्न सकिन्छ माछाहरू, जलचर जुन समुद्रमा पाइने जनावरहरू, र त्यहाँ एउटा यसो स्लो मोसनमा सर्ट भिडियो पनि खिचिदिएको छु मैले हैन। हेर्न सकिन्छ माछाहरूको चाल समुद्रभित्र कस्तो हुन्छ भनेर यो ठाउँमा प्रत्यक्ष रूपमा देख्न सकिन्छ। अत्यन्त राम्रो थियो, हेर्न सक्नुहुन्छ। सब्सक्राइब माई च्यानल, इट्स भेरी ब्युटिफुल है। र यस्तै मैले जापानमा विभिन्न ठाउँहरूमा जाँदाखेरि त्यो ठाउँमा रहेको दृश्यहरूलाई मैले मेरो आफ्नो भिडियोमा कैद गरेर हजुरहरू समक्ष देखाउने प्रयास गर्नेछु। होप त्यसैका कारणले तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभयो भने हजुरहरूले त्यो कुराहरू देख्न सक्नुहुनेछ। र बहिनीको हल्का मेरो पनि भनेर रुममा गएर बहिनीको नि एउटा सर्ट भिडियो खिचिदिएँ। त्यसपछि हेर्न सकिन्छ जेलीफिस है, जेलीफिस पनि थियो त्यहाँ राखिएको थियो, अत्यन्त सुन्दर। यो त एकदम सानोदेखि ठुलासम्म थिए, अत्यन्त राम्रो थियो हेर्दाखेरि। हेर्न सक्नुहुन्छ जापानिजहरू पनि धेरै नै आएका थिए, आज बिदाको दिन थियो त्यसैले थोरै बच्चाहरू पनि धेरै नै देख्न सकिन्छ यहाँ। हेर्न सक्नुहुन्छ यो माछाको चाल अत्यन्त राम्रो थियो र मैले त्यही भएर राखेँ है। छैन त अवश्य सब्सक्राइब गर्नुभयो नि, प्लिज सब्सक्राइब हो। र हामी छिर्छौँ अब भने पेन्गुइन साइडतिर है। त्यहाँबाट हेर्दाखेरि बाहिरको दृश्य एकदम राम्रो थियो। त्यसपछि पेन्गुइनको प्रजातिहरू साइडमा फोटो बनाएर टाँसिएको थियो र भाइले बाहिर हेरिरहेको थियो आफ्नै पारासँग हामी हेरिरहेको थियो। आएको भएर मैले देखाउन लिएर गएको थिएँ यहाँ। हेर्न सक्नुहुन्छ पालहरू जस्तो बनाएर चरहरू जस्तो पालिएको छ, अत्यन्त राम्रो थियो। यहाँ चाहिँ बच्चाहरू जापानिजहरू पनि धेरै नै थिए आज बिदाको दिन थियो, त्यही भएर। नागासाकी एकदमै फेमस ठाउँ हो होइन। त्यसपछि तपाईँहरूलाई लिएर जाँदैछु मैले चाहिँ होइन पेन्गुइनको अन्डाहरू देखाउनु है। अन्डा हेर्न सक्नुहुन्छ पेन्गुइनको अन्डाहरू छ होइन। त्यसपछि पेन्गुइनले कसरी अन्डाहरू पार्छ भन्ने कुरा पनि यहाँ देखाएर डिस्क्राइबहरू गरिएको छ। यो विभिन्न किसिमको साइज र अनि विभिन्न किसिमको प्रजातिको पेन्गुइनको अन्डाहरू यहाँ देखाइएको छ। यसरी चाहिँ पेन्गुइनले फुलहरू पार्छ, अन्डाहरू पार्छ भनेर देखाएको छ। र यसपछि पेन्गुइनको अस्ति पञ्चर चाहिँ यस्तो किसिमको, शरीर चाहिँ यस्तो किसिमको बनावटको हुन्छ भनेर ठुलोदेखि साना पेन्गुइनहरूको चाहिँ प्रजातिअनुसार यसलाई चाहिँ यहाँ डिस्क्राइब गरिएको छ, हेर्न सक्नुहुन्छ। त्यसपछि हेर्न सक्नुहुन्छ बाहिरको दृश्य है। अनि हामीले खासमा यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यसको पानीभित्रको चाल, कसरी पौडी खेल्छ पेन्गुइन भनेर। अत्यन्तै हेर्नलाई एकदम रिफ्रेसमेन्टको लागि बहुत राम्रो थियो। र पेन्गुइनलाई यहाँ चाहिँ खुलाएको चारा यसरी खुवाइदो रहेछ त्यो एक्वेरियमभित्र चाहिँ भने पेन्गुइन अब बाहिर ओपनमा हुँदा त आफैले खान्छ। आज ढिलो भएको हुनाले हामीले चाहिँ बाहिर अझ पेन्गुइनहरूको रनिङ, त्यो समुद्रबाट दौडिँदै आएको दृश्यहरू पनि देखाउन सकिन्थ्यो, तर त्यो चाहिँ देखाउन सकेन। अनि बाहिर निस्किने बेलामा चाहिँ थोरै हातले समुद्री जीवहरूलाई चाहिँ चलाएर खेल्न पाइन्थ्यो भने। त्यसपछि म निस्किएर यसपछि हामी बलिङ गर्न जाँदैछौँ। छैन त हिरो, हामी चाहिँ बलिङ गर्न गएपछि यसपछिको दृश्य पनि हेर्नु मन छ भने नेक्स्ट ब्लगलाई हेर्नु होला है। सी यू इन नेक्स्ट ब्लग। थ्याङ्क यू फर वाचिङ गाइज। यस्तै भिडियोहरू हेर्न मन छ र जापानको विभिन्न ठाउँहरूलाई हेर्नको लागि पनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। प्लिज सब्सक्राइब माई च्यानल गाइज, प्लिज सब्सक्राइब। मेरो भाइले चाहिँ पुरै एउटा पनि ढलाउँदैन क्या हेर्नु है। थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।